सम्पूर्ण दर्शकबिनहरूलाई टसिदेलेख नमस्कार फ्याफुला भन्दै आज मैले तपाईहरुको सामु एउटा महत्त्वपूर्ण विषय लिएर फेरि पनि केही दिनपछि यहाँ उपस्थित भएको छु। विगत केही दिन अघि बौद्ध गुम्बाहरूमा छिर्न दिँदैन, हतियार छ भन्ने जस्ता झुटो आरोपहरू लगाएको यहाँहरू सबैमा अवगत भएको विषय हो। बुद्ध धर्मको सम्बन्धित निकायहरूले यसको सफाई पाउनको लागि सरकारमा निवेदन पेश गरिसकेको छ। सरकारले चाँडै नै यसको न्याय दिनेछ भन्ने आशा गरेको छु। अहिले फेरि सामाजिक सञ्जालमा के देखेको पाइन्छ भने बुद्ध धर्मको शिक्षा र सिद्धान्तमा चोट पुग्ने कार्यहरू गरिरहेको देखिन्छ। आफ्नो व्यक्तिगत स्वार्थ र फाइदाको लागि बुद्धको शिक्षा र सिद्धान्तलाई दुरुपयोग गर्नु ठूलो अपराध हो। बौद्ध दृष्टिकोणले हेर्दा गुम्बा, चैत्य, स्तूप, मूर्ति आदि भौतिक संरचनाहरू भत्काउँदा धर्म नष्ट हुँदैन। बुद्ध धर्मको शक्ति बाहिरी संरचनामा होइन, आन्तरिक सत्य मार्ग, शील, समाधि, प्रज्ञा र अष्टाङ्गिक मार्गमा निहित हुन्छ। भौतिक संरचनाहरू क्षतिग्रस्त भए पनि पुनर्निर्माण गर्न सकिन्छ। झुठो आरोप लागे पनि प्रमाणद्वारा सत्य प्रस्तुत गर्न सकिन्छ। तर यदि बुद्ध धर्मकै नाममा भ्रमपूर्ण शिक्षाहरू फैलाइन्छ, आधार सिद्धान्त विपरीत मार्गदर्शन गरिन्छ, व्यक्तिगत लाभको लागि बुद्ध धर्मको पवित्र नाम दुरुपयोग गरिन्छ भने त्यसले धर्मको नैतिक, दार्शनिक र आध्यात्मिक जगमा ठूलो चोट पुगेर जसरी फुलबारीमा झारपात उम्र्यो भने बिस्तारै बिस्तारै फुलहरू हराउँदै जान्छ, त्यस्तै गरी यस्ता गलत शिक्षाहरू जनमानसमा फैलियो भने बुद्ध धर्मको शिक्षा नै हराउने सम्भव हुन्छ। त्यसकारण यदि कसैले यस्तो गर्यो भने साँचो धर्म जोगाउनको लागि हामीले बोल्नै पर्छ। असत्य चुप लागेर स्वीकार्नु पनि एक प्रकारको गलत कर्म हो भनेर बताएको छ। त्यस कारणले गर्दाखेरि यहाँहरूको सामु मैले यो भिडियो लिएर आएको छु। र केही दिन अघिदेखि एकजना व्यक्तिले महाकालको अवतार हो भनेर दाबी गरिरहेको यो भिडियो हेर्नुहोस्। उहिले प्राचीन कालमा धुलो कुलबो डम्बो नामदगे हाम्रै मेमे धुलो कुलै मेरै पुर्खाको मेमेहरू चाहिँ सोधो लुदो गुन्बो डाममा महाकालको पुनर्जन्म भएर यही ठाउँमा चाहिँ पुनः ध्यान तपस्या सिद्धि प्राप्त गर्न लागि आउनु भएको थियो। त्यो उहाँ मेमे चाहिँ धुलो कुलबो डाममा नामदगे मैले तान्त्रिक विधिबाट र शक्तिबाट मैले धेरै चिज गरेँ। हाम्रो बुद्धिस्ट धर्ममा धुलो कुलबो डम्बो नामदगे नेमे सोधो मलो डम्बो नामदगे नेमे भबटाला डम्बो नम्बर डोनो डम्बगे नेमे डो। त्यस्तै भएको कारणले नै यसको यो विश्वभरि नै धेरै मान्छेले समस्या भएको कारणले नै महाकालको पुनर्जन्म भएको हो भन्छ। बौद्ध धर्मको कुनै पनि ग्रन्थ, सूत्र, तन्त्र आदिमा महाकालको पुनर्जन्म हुन्छ भनेर कुनै पनि कुराहरू लेखिएको पाइँदैन। महाकाल भनेको अवतारमा जन्मिने जीव होइन, उनी भनेको धर्मपाल हुन्। महाकाल भनेको धर्मको रक्षा गर्ने देवशक्ति हुन्। तन मन सहित जन्मिने जीवात्मा होइन भनेर बताएको छ। यसरी महाकालको जन्म हो भन्ने कुरामा केही पनि प्रमाण र आधार नभएको हुनाले भ्रम नपर्न यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु। हामीले समाजमा अन्धविश्वास, छुवाछुत, कुसंस्कृति आदिलाई हटाउन सकिन्छ, तर टाउकोमा फुम्बा राख्दैमा, फुम्बाको जल पिउँदैमा मान्छेको चेतनामा विकास हुन सक्दैन। शिक्षा, ज्ञान, अध्ययन र अनुसन्धानमा जोड दिने मुलुकहरू कहाँ पुगिसके। हाम्रो देशमा चाहिँ अहिले पनि यस्तै अन्धविश्वासको पछि लाग्नु छोडेको छैन। र छुटकरीमा भन्नुपर्दा महाकालको कहीँ पनि कतै पनि यसरी पुनर्जन्म हुन्छ भन्ने कुरो लेखिएको छैन र महाकालको कहिल्यै पनि पुनर्जन्म हुँदैन। उहाँ भनेको एउटा धर्मको रक्षा गर्ने शक्ति हो। एउटा जीवको रूपमा, एउटा मानिसको रूपमा चाहिँ यसरी अवतार लिएर कहीँ पनि आउँदैन भनेर चाहिँ बताएको छ। बुद्ध धर्मको श्रवण, मनन र भावनाको अभ्यास केही पनि नगरिकन ध्यान गर्नु सम्भव छैन, ध्यान लाग्नु सम्भव छैन। र कुनै भिडियोहरूमा मैले केही पनि देखिरहेको छु भन्दाखेरि जो व्यक्ति महाकालको अवतार हो भनेर कुरा गरिरहेको छ, उहाँ योभन्दा अगाडि कुनै पनि बुद्ध धर्मको विषयमा अध्ययन गरेको छैन, बुद्ध धर्मको गुम्बाहरूमा पनि बसेको छैन भनेर त्यो भिडियोहरूमा मैले देखेको छु। त्यस कारणले गर्दाखेरि गुरु बिना, अध्ययन बिना, मार्गदर्शन बिना ध्यान र ज्ञान सम्भव छैन। अध्ययन बिनाको ध्यान भनेको औँलो नभएको मान्छेले भिर चढ्न खोजेको जस्तो हो भनेर बताएको छ। त्यसकारण ध्यान सुरु गर्नुभन्दा अगाडि शरणगमन चाहिन्छ। शील, उपदेश, गुरु अनुशासन र सही दृष्टिकोणको स्थापना गर्नु अनिवार्य हुन्छ। 49 दिन ध्यान बस्नु मात्र महत्त्वपूर्ण होइन। गुरु बिना, अध्ययन बिना, मार्गदर्शन बिना प्राप्त अनुभूतिलाई बुद्ध धर्मले ध्यान मान्दैन।
यो शास्त्र सिद्ध सत्य हो र यहाँ मेरो तर्कको केन्द्र व्यक्ति होइन, सिद्धान्त हो। धर्मको नाममा विकृति फैलियो भने जाति, समूह, नजिक, परिचित जस्ता शब्दहरूले सत्य छुपिनु हुँदैन। जसरी शरीरको कुनै अङ्गमा क्यान्सर लागेको छ भने त्यो मेरो अङ्ग हो भनेर राख्नु हुँदैन, त्यसलाई काटेर फाल्नुपर्छ, नत्र ज्यान नै जोखिममा पर्ने सम्भव हुन्छ। त्यस्तै प्रकारले यदि कसैले धर्ममा विकृति फैलाउँछ भने यो मेरो जातको मान्छे हो, यो मैले चिनेको मेरो परिचित व्यक्ति हो भनेर चुप लागेर बस्नु हुँदैन। सत्य र वास्तविकतालाई बाहिर ल्याउनुपर्छ। बुद्ध धर्ममा अध्ययन गरेको खेम्बो, लामा, ज्ञानी र अनुभवी व्यक्तिहरूले जतिसक्दो यसको विषयमा बोलेर दुधको दुध, पानीको पानी छुट्याउन सक्नुपर्छ। बुद्ध धर्मको ज्ञान भएको, शिक्षा हासिल गरेको, त्यस्तै गरी अध्ययन गरेको व्यक्तिहरूको लागि यो बनिरहनु पर्दैन। उहाँहरूले सही र गलत बुझ्नुहुन्छ र सर्वसाधारण व्यक्ति जसले बुद्ध धर्मको विषयमा केही अध्ययन गरेको छैन, पढेको छैन, त्यस्तो व्यक्तिहरू गलत मार्गमा जाने सम्भावना हुन्छ। त्यसकारणले हामीले आफूले जानेको, बुझेको कुराहरू बुद्ध धर्मको ग्रन्थ र पुस्तकहरूलाई आधार मानेर जनमानसमा ल्याई स्पष्टीकरण दिनु एकदम महत्त्वपूर्ण हुन्छ। र यसका साथै बुद्ध धर्ममा ज्ञानी व्यक्तिको पहिलो गुण भनेको नम्रता र मौनता हो। जो व्यक्ति आफूलाई प्रचार गर्छ त्यो जागृत होइन, भ्रम हो। मसँग शक्ति छ, देउता म भित्र आउँछ, म देख्छु, तिमीहरूले नदेख्ने चिजहरू म देख्न सक्छु भन्ने चाहिँ मनोवैज्ञानिक ट्रिक हो। यस्तो गलत ट्रिकहरू लगाएर चाहिँ अरूलाई भ्रममा पार्नु हुँदैन र हामी पनि त्यस्तो भ्रममा कहिले पनि फस्नु हुँदैन। Ulo gulbo dama nama dama gene neme soto mono dombo gene neme samdala susolo zo gulbo samda gene neme dola यस ठाउँको चाहिँ भूगोलमा झिमे नेमे ढेला दम्बा नाम त गे नेमे ढेला सोसो मसो सम्बो नाम त गे नेमे भर्बा दम्बा नाम त गे नेमे सोसो गे नेमे ढेले तर एउटै हो है त। तर यो ठाउँको सिद्धि बाबा भन्छ, यहाँ चाहिँ कुनैले सिद्धि बाबा भन्दो रहेछ यहाँ ठाउँ मन्दिरमा। ठुलो कुलबो डम्बो नाम त गे नेमे ढेला शक्तिशाली छ उहाँ चाहिँ। र यहाँहरूले पनि देख्न सक्नुहुनेछ उक्त भिडियोमा जति पनि कुरोहरू बनेको छ त्यो एउटा मात्रै कुरो दोहोरिएको छ। त्यहाँ के बनेको रहेछ भने धुलो कुलबो थपा नम्बर दे मेमे नम्बर दिए भनेर यो कुरो मात्रै बारम्बार यो शब्द एकदम बारम्बार दोहोऱ्याइरहेको छ। यो शब्दलाई दोहोऱ्याउँदै फेरि त्यसमा विभिन्न प्रकारका व्याख्याहरू गर्दै फेरि पनि कुकुम्बो थपा नम्बर दे मेमे सम्बा नम्बर दे भनेर त्यो कुरो भन्दै फेरि त्यसलाई एउटा विभिन्न प्रकारका व्याख्याहरू गर्दै गरेको पाइन्छ। त्यस कारणले गर्दाखेरि बुद्ध धर्मको नाममा यस्तो गलत शिक्षाहरू नफैलाउनको लागि म अनुरोध गर्न चाहन्छु र सम्पूर्ण भक्तजनहरूले पनि यस्तो गलत बाटोमा नलाग्न अनुरोध गर्न चाहन्छु। जतिसक्दो बुझेर पढेर अनि मात्र हामीले विश्वास गर्नुपर्दछ। बुद्ध स्वयंले पनि भन्नुभएको छ कि मेरै उपदेश भए पनि सबभन्दा अगाडि परीक्षण गर्नु, अनुसन्धान गर्नु, राम्रो गरी बुझेर मात्रै विश्वास गर्नु, अन्धविश्वास नगर्नु भनेर भन्नुभएको छ। यस कारणले गर्दाखेरि तपाईँहरू यस्तो गलत मार्गमा नलाग्न म अनुरोध गर्न चाहन्छु। अब यसलाई छोटकारीमा भन्नुपर्दा महाकालको कहिल्यै पनि अवतार आउँदैन भनेर बताएको छ र कुनै पनि श्रवण मनन र भावना बिना, गुरु बिना एउटा ज्ञानको चाहिँ सम्भव हुँदैन भनेर बताएको छ। त्यस कारणले यहाँहरूको लागि यसको स्पष्टीकरण दिनको लागि मैले यो छोटो कुरो यहाँ राखिदिएको छु र भिडियोलाई जतिसक्दो सेयर गरेर अरू सबैलाई यस्तो भ्रमबाट मुक्त गराइदिनको लागि सहयोग गर्न अनुरोध गर्दछु।